यो भिडियोमा चाहिँ हामी रेफ्रिजरेसन एन्ड एसी पोर्सनमा यो साइकोमेट्रिक चार्ट हेर्ने प्र्याक्टिस गरौँ है त। यो साइकोमेट्रिक चार्ट रिलेटेड न्युमेरिकल हामीलाई एक-एकवटा एभ्री इयर सोधिरहेको हुन्छ र यो चार्ट हेर्न पछि डिजाइन गर्दाखेरि पनि अथवा न्युमेरिकल गर्दाखेरि पनि यो एकदमै इम्पोर्टेन्ट हुन्छ, ठिक छ। यो साइकोमेट्रिक चार्टमा चाहिँ हाम्रो विभिन्न प्रपर्टिजहरू हुन्छ, जस्तै यहाँ तल हेर्न सक्नुहुन्छ ट्राइबल्ब टेम्परेचर भनेर दिएको छ है। भनेपछि यो तल होरिजेन्टल लाइनले ट्राइबल्ब टेम्परेचर रिप्रेजेन्ट गर्छ। यतातिर हेर्न सक्नुहुन्छ ह्युमिडिटी रेसियो भनेर दिएको छ। ह्युमिडिटी भनेको अमाउन्ट अफ मोइस्चर इन एयर होइन, त्यही भएर हेर्नु त ह्युमिडिटी रेसियोलाई केजी अफ वाटर बाई केजी अफ ड्राई एयर भनेर यो हाम्रो भर्टिकल लाइनले ह्युमिडिटी रेसियो दिएको छ भने त्यसै गरी हामीलाई यो रिलेटिभ ह्युमिडिटी चाहिँ हाम्रो के हुन्छ, पर्सेन्टेजमा हुन्छ। त्यो चाहिँ जुन यो कर्भहरू गएको छ यो कर्भले हामीलाई रिलेटिभ ह्युमिडिटी डिटर्माइन गर्न हेल्प गर्छ, ठिक छ। यहाँ 100% ह्युमिडिटी लाइन भनेको यो स्याचुरेटेड लाइन पनि भन्छ। यो 100% ह्युमिडिटी लाइन भयो भनेपछि यहाँ तलको होरिजेन्टल लाइन भनेको चाहिँ 0% ह्युमिडिटी लाइन भयो। बाँकी यसरी 100, 90, 80 यो रिलेटिभ ह्युमिडिटीको कर्भ दिएको हुन्छ, ठिक छ। अब नेक्स्ट छ हाम्रो इन्थेल्पी। इन्थेल्पी भनेको हाम्रो यहाँनिर चार्टको बाहिर यो इन्क्लाइन्ड लाइनले डिटर्माइन गर्छ इन्थेल्पी। यहाँ 10, 20, 30, 40 यो हाम्रो इन्थेल्पीको भ्यालु भयो। अब यहाँ हामीले हेर्न सक्छौँ बाँकी यो हाम्रो सेचुरेसन कर्भमा चाहिँ वेट बल्ब टेम्परेचर भन्ने हुन्छ, जुन चाहिँ यही हाम्रो इन्थेल्पीसँगै गएको जुन यो इन्क्लाइन्ड लाइन हुन्छ, यो इन्क्लाइन्ड लाइन यस्तो यो इन्क्लाइन्ड लाइनहरू गएको यसले चाहिँ हाम्रो वेट बल्ब टेम्परेचर रिप्रेजेन्ट गर्छ, ठिक छ। अब यही वेट बल्ब टेम्परेचरमा चाहिँ यसरी हामी होरिजेन्टल्ली गयौँ भने जस्तै यो 20 डिग्री वेट बल्ब भयो भने यसरी हामी तल यसरी इन्क्लाइन्ड वेमा जान्छौँ होइन। अब 20 डिग्री सेल्सियस ड्यू पोइन्ट भन्नु भने चाहिँ यसरी हामी होरिजेन्टल्ली यो डिरेक्सन जान्छौँ। होरिजेन्टल्ली गयो भने चाहिँ यो ड्यू पोइन्ट भयो, यसरी इन्क्लाइन्ड वेमा गयो भने चाहिँ यो वेट बल्ब टेम्परेचर भयो, ठिक छ। यसरी वेट बल्ब र ड्यू पोइन्टको डिफ्रेन्स हामी जान्न सक्छौँ। अब बाँकी हाम्रो अर्को के छ, यसरी नै यो इन्क्लाइन्ड लाइनमा चाहिँ एयर स्पेसिफिक भोल्युम भन्ने छ। यो 0.80, 0.81, 0.82, 0.83 यसले चाहिँ हाम्रो के गर्छ, स्पेसिफिक भोल्युमको लाइन डिटर्माइन गर्छ, ठिक छ। अब हाम्रो यो वेट बल्ब टेम्परेचर पनि इन्क्लाइन्ड छ। यसरी इन्क्लाइन्ड यो वेट बल्बको भयो भने यसरी यो लाइनमा इन्क्लाइन्ड चाहिँ हाम्रो एयर स्पेसिफिक भोल्युम भयो। धेरैजना यो वेट बल्ब र स्पेसिफिक भोल्युममा कन्फ्युज हुन्छ। यहाँ स्पेसिफिक भोल्युम भनेको 83, 84, 85 यहाँबाट गएको इन्क्लाइन्ड लाइन चाहिँ हाम्रो स्पेसिफिक भोल्युम भयो भने यो 20, 25, 30, 15 यो ग्रिन कलरको लाइन गएको भनेको चाहिँ हाम्रो वेट बल्ब टेम्परेचरको लाइन भयो, ठिक छ। अब हामी यहाँनिर एउटा हाम्रो क्वेसनमा हेरौँ है। हामीलाई क्वेसन दिएको छ मोइस्ट एयर एक्जिस्ट एट 45 डिग्री सेल्सियस ड्राई बल्ब टेम्परेचर एन्ड 18 डिग्री सेल्सियस वेट बल्ब टेम्परेचर। सबैभन्दा सुरुमा हामीले के गर्नुपर्छ भन्दाखेरि 45 डिग्री ड्राई बल्ब टेम्परेचर र 18 डिग्री सेल्सियस वेट बल्ब टेम्परेचरको पोइन्ट लोकेट गर्नुपर्छ र त्यसपछि हामीले के सोधेको छ, ह्युमिडिटी रेसियो, इन्थेल्पी, ड्यू पोइन्ट टेम्परेचर, रिलेटिभ ह्युमिडिटी, स्पेसिफिक भोल्युम एन्ड स्पेसिफिक डेन्सिटी, ठिक छ। हामीलाई इन्फर्मेसन के दियो भन्दाखेरि 45 डिग्री ड्राई बल्ब, 18 डिग्री वेट बल्ब है। अब यो युज गरेर हामी पहिले पोइन्ट लोकेट गर्छौँ र त्यो पोइन्ट युज गरेर हामी यी बाँकी सबै चिजहरू डिटर्माइन गर्छौँ है त। ल हाम्रो यो क्वेसनको इन्फर्मेसन के रहेछ, 45 डिग्री ड्राई बल्ब टेम्परेचर अनि 18 डिग्री वेट बल्ब टेम्परेचर है। अब पहिले 45 डिग्री ड्राई बल्ब टेम्परेचर लोकेट गरौँ। ड्राई बल्ब टेम्परेचर हाम्रो कहाँ हुन्छ, यो तलको होरिजेन्टल लाइनमा ड्राई बल्ब हुन्छ। भनेपछि 45 डिग्री ड्राई बल्ब टेम्परेचर यो लाइनमा हाम्रो सबै जे छ 45 डिग्रीको ड्राई बल्ब टेम्परेचर यो लाइनमा पऱ्यो है। अब अर्को के दिएको छ, 18 डिग्री वेट बल्ब। अब 18 डिग्रीको लागि हामीले वेट बल्बको लागि कहाँ हेर्नुपर्छ, यो कर्भमा हेर्नुपर्छ। अब यो कर्भमा 18 डिग्री पहिले लोकेट गऱ्यौँ। अब हाम्रो यहाँ के छ, यो 20 डिग्री, 20 डिग्रीभन्दा एक लाइन तल 19 डिग्री होला यो लाइन। अब 19 डिग्रीभन्दा एक लाइन तल यहाँ हाम्रो के भयो, वेट बल्ब टेम्परेचर भयो। अब यो वेट बल्ब टेम्परेचरको यो लाइनलाई फलो गर्दै जाने, फलो गर्दै जाउँ, फलो गर्दै जाउँ, फलो गर्दै जाउँ, फलो गर्दै जाने, फलो गर्दै जाने, फलो गर्दै जाने, फलो गर्दै जाँदा 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 फलो गर्दै जाँदाखेरि यसले हाम्रो 45 डिग्रीलाई कहाँनिर क्रस गर्छ भन्दाखेरि यहाँनिर क्रस गर्यो होइन। यो हाम्रो पोइन्ट भयो, ठिक छ। यो हाम्रो रिक्वायर्ड पोइन्ट भयो। अब यो पोइन्टको रेफरेन्समा हामीले बाँकी चिजहरू निकाल्नु पर्यो है। यो पोइन्टको रेफरेन्समा हामीले बाँकी चिजहरू निकाल्नु पर्यो। अब सुरुमा हामीले के सोधेको छ,
स्पेसिफिक ह्युमिडिटी अथवा ह्युमिडिटी रेसियो भनेको यो ह्युमिडिटी रेसियो है। अब हाम्रो पोइन्टदेखि ह्युमिडिटी रेसियोको लागि के गर्ने, यतातिर सिधा जाँदाखेरि यो केमा आयो 0.002मा क्रस गयो नि, यो भयो हाम्रो ह्युमिडिटी रेसियो। भनिसकेपछि ह्युमिडिटी रेसियोको भ्यालु 0.002, यसको युनिट के छ, केजी वाटर बाई केजी अफ ड्राई एयर, यो हाम्रो ह्युमिडिटी रेसियो आयो। ठिक छ। सेकेन्डमा हामीले के सोधेको छ, इन्थ्याल्पी। इन्थ्याल्पीको लागि के गर्ने भन्दाखेरि जुन हाम्रो यो वेट बल्ब टेम्परेचर छ नि, यो पोइन्टबाट वेट बल्ब टेम्परेचरसम्म यो इन्क्लाइन लाइनलाई फलो गर्दै कन्टिन्यू गर्ने। ठिक छ। यहाँनिर आयो वेट बल्ब टेम्परेचर। अब यो वेट बल्ब टेम्परेचरमा एउटा यो लाइनले टच गरेको छ। अब यही लाइनलाई फलो गर्दै जाने, यही लाइनलाई फलो गर्दै जाँदाखेरि हाम्रो यो इन्थ्याल्पीको लाइनमा कहाँनिर क्रस खायो, यहाँनिर क्रस खायो। यो हाम्रो पोइन्ट चाहिँ हाम्रो के भयो, इन्थ्याल्पीको पोइन्ट भयो। भनिसकेपछि हाम्रो इन्थ्याल्पीको भ्यालु कति छ, यसको भ्यालु छ 50, 51, 52। भनिसकेपछि 52 किलोजुल पर केजी चाहिँ हाम्रो के भयो, इन्थ्याल्पी भयो। ठिक छ। इन्थ्याल्पीलाई हामीले एचले रिप्रेजेन्ट गर्छौँ। इन्थ्याल्पीको भ्यालु यसरी हाम्रो इन्थ्याल्पी आयो, यहाँ ह्युमिडिटी रेसियो आयो, यहाँ इन्थ्याल्पी आयो है। अब नेक्स्टमा हामीलाई के निकाल्नु पर्यो भन्दाखेरि अर्को हामीले सोधेको छ ड्यू पोइन्ट टेम्परेचर है। ड्यू पोइन्ट टेम्परेचर, ड्यू पोइन्ट टेम्परेचर भनेको चाहिँ त्यस्तो टेम्परेचर जहाँ चाहिँ हाम्रो एयर कम्प्लिटली सेचुरेटेड हुन्छ, भनेको एयरमा 100% ह्युमिडिटी हुन्छ। अब त्यो केसमा चाहिँ ड्यू पोइन्ट टेम्परेचर निकाल्नको लागि के गर्ने भन्दाखेरि अघि हामीले इन्थ्याल्पी निकाल्नको लागि के गर्यौँ, वेट बल्बको सिधा गयौँ, यहाँ वेट बल्बमा क्रस खायो, अनि त्यसपछि सिधा कन्टिन्यू गरेर इन्थ्याल्पीको लाइनले जहाँ काट्छ त्यहाँबाट इन्थ्याल्पी निकाल्यौँ होइन। अब ड्यू पोइन्टको लागि चाहिँ के गर्ने, यो पोइन्टको यता राइट साइडतिर गयो भने ह्युमिडिटी रेसियो आयो, यसैलाई फलो गर्दै यही स्ट्रेट लाइन चाहिँ हामीले लेफ्ट साइडतिर गयौँ भने कहाँनिर क्रस खायो, यहाँनिर क्रस खायो नि त, यहाँनिर क्रस खायो। अब यो पोइन्ट चाहिँ हाम्रो ड्यू पोइन्ट टेम्परेचर भयो। अब यसको भ्यालु कति हुन्छ, यो 5 डिग्री सेल्सियस भयो। योभन्दा तल यहाँनिर हेर्नुहुन्छ भने यो एउटा लाइन छ, यो 4 डिग्री सेल्सियसको लाइन भयो, र यसको यता हेर्नुहुन्छ भने अर्को लाइन छ, भनेपछि 4 भन्दा सानो भनेपछि यो लाइन कति भयो, 3 डिग्री सेल्सियस चाहिँ हाम्रो ड्यू पोइन्ट टेम्परेचर भयो। 3 डिग्री सेल्सियस है, 3 डिग्री सेल्सियसमा हाम्रो ड्यू पोइन्ट आयो। ठिक छ। अब नेक्स्ट हामीले के सोधेको छ, नेक्स्ट हामीले सोधेको छ होला पक्कै पनि हामीले स्पेसिफिक भोल्युम सोधेको छ। स्पेसिफिक भोल्युमको लागि हामी के गर्छौँ भन्दाखेरि यो लाइन, यो हाम्रो जुन ब्लू कलरको लाइन छ नि, यो ब्लू कलरको लाइन, यो ब्लू कलरको लाइनलाई यसले हाम्रो स्पेसिफिक भोल्युम रिप्रेजेन्ट गर्छ। अब हाम्रो पोइन्ट कहाँ छ, यहाँ छ। अब हाम्रो पोइन्टको नजिकको ब्लू कलरको लाइन हेरौँ, कुन छ, यो छ। यसको भ्यालु हेरौँ कति छ, यसको भ्यालु 0.89 भनेपछि यो पक्कै पनि 0.9 होला। 0.9 भन्दा अलिकति धेरै है, भनेपछि 0.9 भन्दा अलिकति धेरै हाम्रो के भयो, स्पेसिफिक भोल्युम भयो। स्पेसिफिक भोल्युमलाई हामीले भीले रिप्रेजेन्ट गर्छौँ, जसको भ्यालु हाम्रो के भयो, 0.9 भन्दा अलिकति धेरै भनेपछि लगभग यसलाई 0.903 गर्दा भयो। ठिक छ। 0. अब यो 89, यो 90, यो 91, अब 91 पनि टच भइसकेको छैन होइन। 91 र 90 को बिचमा र 90 तिर क्लोज भनेपछि 0.903 हामीले यसको स्पेसिफिक भोल्युम यसको भ्यालु लिँदा भयो। ठिक छ। अब स्पेसिफिक भोल्युम पछि नेक्स्ट भ्यालु सोधेको होला पक्कै पनि हामीलाई स्पेसिफिक डेन्सिटी। स्पेसिफिक डेन्सिटी भनेको चाहिँ के हुन्छ, स्पेसिफिक डेन्सिटी भनेको 1 बाई स्पेसिफिक भोल्युम। यति गऱ्यो भने हाम्रो स्पेसिफिक डेन्सिटी पनि आयो है। र लास्टमा हामीले के सोधेको छ, रिलेटिभ ह्युमिडिटी। रिलेटिभ ह्युमिडिटी चाहिँ यो हाम्रो कर्भले रिप्रेजेन्ट गर्छ है। अब यहाँसम्म आउँदा यो 30 डिग्री भयो, यो हाम्रो 20 डिग्री भयो। अब यहाँ हेर्नु त यो 20 डिग्री भयो, यो 10 डिग्री भयो। अब यो 20 डिग्री र 10 डिग्रीको बिचमा एउटा यो फेन्ट खाले कर्भ देख्नुहुन्छ, यसले चाहिँ 5 को डिफरेन्स, यो रातो रातो लाइनले 10 को डिफरेन्स, त यो फेन्ट खाले पातलो गएको लाइनले चाहिँ 5 को डिफरेन्स गर्छ। ठिक छ। भनेपछि यो 30 भयो, यो 20 भयो, यो हाम्रो 15 भयो, यो हाम्रो 10 भयो। अनि यसको अलिकति तल आउँदाखेरि यहाँ 5% ह्युमिडिटी भयो। हाम्रो पोइन्ट कहाँ छ, यो 5% भन्दा पनि तल छ। भनेपछि यसलाई लगभग हामीले 4 देखि 3% हामीले रिलेटिभ ह्युमिडिटी एज्युम गर्न मिल्छ। भनेपछि यसको रिलेटिभ ह्युमिडिटी हामीले 3 र 4 एज्युम गर्नुभन्दा बरु ल 3.5% यसलाई हामीले रिलेटिभ ह्युमिडिटी एज्युम गर्यौँ। ठिक छ। यसरी हामीले साइकोमेट्रिक चार्टबाट हामीले पोइन्ट लोकेट गरेर हामीले बाँकी रिमेनिङ भ्यालुहरू डिटर्माइन गर्न सकिन्छ। ठिक छ। ल थ्याङ्क यू।